प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने ज्योति मगर लगायत अरू पार्टीका झोलेहरूको लागि उहाँ बिनु कोइराला दिदीले कडाभन्दा कडा जवाफ दिनुभएको छ। उहाँलाई हृदयदेखि सल्युट गर्न चाहन्छु। ढिला आयो तर एकदम कडा आयो। उहाँको लागि 21 तोपको सलामी पनि दिन चाहन्छु। एकचोटि भिडियो हेर्नुहोस्। यी चटकीहरूको चाहिँ भविष्य छैन। यिनीहरूसँग केही परियोजना छैन, केही पनि यिनीहरूसँग न भिजन छ, न एजेन्डा छ, न यिनीहरूले बुझेको छ हैन। यिनीहरू जता बलियो जता हुन्छ उतै ढलियो टाइपकाहरू छन्। र अहिले गजोडीहरू ठगहरूले चाहिँ अहिले देशमा उथलपुथल मचाएर विध्वंस गरेर हैन त्यत्रो दुर्घटना बनाएर अहिले एक किसिमको हुई मान्छेले म्यानिपुलेट गरेको छ, इन्फ्लुएन्स गरेको छ हैन। अनि त्यतापट्टि भिड देख्दाखेरि त्यतै लागेको छन्। ती सबै चटकी हुन्। उहाँहरूले सेल्फ अब्सेस्ड मान्छे। उहाँहरूले आफ्नो बाहेक अरू आफ्नो फाइदा जता छ त्यतै लाग्छ। उहाँहरू त्यस्तो मान्छे। पहिलाबाट ज्योति मगरजीलाई मैले एउटा के सजेस्ट थिएँ भने 36 वर्षसम्म पक्कै पनि बालेन सरकार थिएन। हजुर, त्यो बेला कालापानी, बुढी गण्डकी देखा लिपुलेकको कुरा पनि आइरहेको थियो। खोला नाला बेचेका बालेन सरकारले पक्कै पनि आएनन्। पहिला 36 वर्ष शासनले हो, उहाँले बिर्सिनु भएको छ र उहाँले समाचार पढ्नु भएन होला सायद। अर्को कुरा, उहाँले जब जय हिन्द भन्नुभयो, जय हिन्द भने हिन्दूहरूलाई भन्नुभयो होला, जय हिन्द भन्न पाइयो। तर हाम्रो देशमा उहाँले राजनीति अलिकति बुझ्नु भएको छैन। कूटनीति सम्बन्ध राख्नलाई भनेर बालेनजीले तपाईँको मात्रै जग्गा, हाम्रो मात्रै जग्गा होइन, तपाईँको जग्गा पनि हाम्रोमा परेको छ भनेपछि उहाँहरू सम्बन्ध बस्नलाई टेबलमा बस्नुहुन्छ भनेर बालेनजीले यो कूटनीति अप्नाएको हुन्। यो कमन सोच्न सक्ने कमन सेन्स हुनु पर्यो नि त। ज्योति मगरको यो सेन्स किन छैन, बुझ्न सक्ने क्षमता चाहिँ बुझ्न सक्ने भए बालेनजीले किन बोल्नु भयो भन्ने कुरा विश्लेषण गर्न उहाँले सक्नु भएन। बालेनजीले उहाँ भारतको भूमि पनि नेपालमा परेको छ भनेपछि भारत खोजी गर्नलाई टेबल टक गर्न आउँछ। त्यसमा पनि अझै इंग्ल्यान्डलाई पनि अगाडि राखेर कुरा गर्छु गर्नलाई उहाँले कोसिस गरिरहनु भएको छ। र बालेन जस्तो मान्छे, देश बचाउन आएको, देशको लागि आएको मान्छेले हाम्रो तिमीहरूको जग्गा हामीले मिचेका छौँ भनेर त्यत्तिकै भन्यो होला नि त। यसमा कुन कारणले भने भन्ने कुरा बुझ्न चाहिँ अलिकति गाह्रो छ। यो बुझ्नलाई चाहिँ मान्छे अलिकति सक्षम हुन जरुरी छ। भनेपछि ज्योति मगर सक्षम छैनन्। उसो भए यो उनी आफ्नो ठाउँमा सक्षम होलिन्। उनले विश्लेषण गर्न पाइन्छ, किनभने पार्टीको जसले झोला बोकेको छ त्यसैले आफ्नो पार्टीलाई बचाउ गर्न अवश्य पनि लाग्छ। म रासोपाको होइन, यसमा ढुक्क हुनुहोस्, किनभने मैले आजसम्म रासोपाको सदस्यता ल्याएको छैन। म स्वतन्त्र व्यक्ति हो। स्वतन्त्र व्यक्तिको सही भन्छु, गलतलाई गलत भन्छु। हाम्रो नेपाल बचाउनलाई भनेर बालेनजीले यो कूटनीतिक विचार गरेर रोस्टमबाट बोलेका हुन्। किनभने रोस्टममा बोल्नु भने नि यहाँबाट मात्र होइन, अन्तर्राष्ट्रिय स्तरबाट पनि वाच गरेर हुन्छ। एउटा कसैले गर्न नसकेको कार्य बालेनजीले गर्नलाई चाहिँ यहाँ अरूलाई के थाहा। होइन, ज्योति मगर त एमाले होइन, खै एमालेसँग भोट माग्दै हिँड्नु भएको थियो। केपी शर्मा बासँग अघि पछि लागेको देखेको थियो चुनावको प्रचार प्रसारमा। र उहाँ सल्लाहगारीमा जुन अधिवेशन भएको थियो त्यो बेला पनि केपी बासँग नै अघि पछि लागेको देखेको थियो। हुनसक्छ उहाँले पनि मैले जस्तो सपोर्ट गरे होला, उहाँले पनि सदस्यता नलिएको पनि हुनसक्छ। भिडियो मन परे लाइक, कमेन्ट, सेयर र फलो पनि गरिदिनु होला। जय नेपाल।